ल समाउ साँच्चै 8 छ सिन्दुर लगाइदिनु आट्यो कि आजदेखि मैले बिहा गरेको छु त हेप्पी बर्थडे आज भने हुन्छ ल बहिनी हेर आजदेखि मेरो बुढी भयो मर्दरमा त साथै त हुन्न हेलो एभ्रीवान स्वागत छ तपाईहरुलाई चाहना अफिसियलमा। आज चाहिँ हामी होली स्पेशलमा सबैजना भेट्दै छ गोकर्ण पार्कमा। सो अब हामी चाहिँ यहाँ घरदेखि निस्किन थाल्यो। उ चाहिँ मेरो यता हेर थामश्री सपना हो, उहाँको नाम चाहिँ सपना। यता हेरिदिनुहोस् त कति जान लाग्नु भएको होली खेल्न हो र? होली खेल्न कता छ, कुन ठाउँ जान लाग्नु भएको? गोकर्ण। ए गोकर्ण पार्क। तपाईको परिचय भनिदिनुहुन्छ कि? नमस्ते, मेरो नाम सपना मगर, घर रोल्पा, हाल थानकोट। ए ओके। एउटा ब्लग एउटा मात्र हुन्छ, एउटा टुक्का मात्र हाल्ने टक्कै पछाडि क्यामेरा बिहा गरिहास् गरा छैन है। चप्पल ए भगवा यो त पागल नि हो क्या। हेर त चप्पलसँग लाग्छ भित्रको चप्पल जानु लाग्यो। हजुर गोकर्ण पार्क। अब चाहिँ हामी अब गोकर्णेश्वर पार्कको लागि निस्किसक्यो। गाइजहरू पछाडि आउँदैछ। सो म तपाईँहरूलाई त्यही भ्लगमा देखाउँदैछु। हस् थ्याङ्क यू, बाई बाई। कस्तो लाग्यो? तिम्रो सारा बिल तिम्रो दिदीले तिरेको छ नि यहाँ फेरि। मसँग पैसा छ के? हेलो एभ्रिवान। छैन चस्मा। भाग्यमानी भए बहिनीसँग फर्स्ट टाइम है। किन यस्तो खिचेको त? रेड मात्रै हो। हाई गाइस, हामी चाहिँ फाइनली राम्री बनाऊ है। त्यहाँ देखेको म त झन् कलर छ त यहाँ हामीसँग। होइन मैले चाहिँ कलर किन्छु क्या तिमीलाई। बहिनीहरूलाई लगाइदिएको मलाई थ्याङ्क यू सो मच बहिनी। रेड हो। म त मलाई दिन्छु भनेको पैसा देऊ त, पैसा दिन्छौँ न, पैसा देऊ त उता। यो खोल न, खोल त। ओइ सिन्दुर लगाइदिनु आट्यो कि आजदेखि मैले बिहा गरेको छु, त्यहाँ दाया बाहिर गइसकेको। खै तिमीलाई पनि मैले सिन्दुर लगाइदिएँ। सब लगाइदिन्छु भनेको छ क्या सिन्दुर सबैलाई है। मैले झन् सिन्दुर लगाइदिन्छु नि म फेरि। यता आइज मलाई सब आजदेखि मैले साँच्चै भनेको सातो त पुऱ्याउँछु। मर्दहरूमा त सातो त हुन्न। मर्दहरूमा त सातो त हुन्न। बहिनी लानु मिल्छ होइन? ल बहिनी हेर आजदेखि मेरो बुढी भयो। तिमी पनि बहिनी त अलरेडी भइसकेको छ। त्यही नि मेरो अब सेकेन्ड बुढी भयो है। अर्को कता गयो? सिन्दुर मात्र हाल्ने हो क्या? ओए यो भ्लगमा त म सबैलाई सिन्दुर मात्र हाल्ने हो क्या? ओए आइज त पनि आजदेखि तपाईँ मेरो बुढी भयो। नलाइदियो भने हुन्छ त्यो अघि मलाई लगाइदिएको बुनु खै गइसक्यो। त्यसलाई पनि सिन्दुर लगाइदिन्छ क्या म। मेरो कति त बुढी भयो यहाँ। एउटा चाहिँ कति त 1 2 3 4वटा योसँग 5वटा। हजुर कलर छ के अलिअलि मात्रै। सिन्दुर मात्र लगाइदियो होइन? मेरो ज्याकेट बिग्रियो। गाइस हाम्रो होली चाहिँ हामी चाहिँ गोकर्ण पार्क आएको यहाँ यति टाढा के खाना आएको। आज त म 12-13वटा पुऱ्याउने हो। 12-13वटा बुढी पुऱ्याउने हो यिनीहरूलाई मैले। मलाई चाहिँ अनुले सिन्दुर हालिदियो होइन।
आजदेखि अनुर मेरो बिहे भयो। यो देखेर भाग्यो भने नि मलाई पनि भाग्यो ल पक्रिदिँदा बहिनी एकछिन। अब हामी चाहिँ यहाँ बोलाएको थियो। अलिक राम्रै ठाउँमा लगाइदिएको हुन्थ्यो। खै सिन्दुर त नलाउनु सोल्दिनी। मैले सिन्दुर कहाँ लगाइदिएछु त? हेप्पी होली। सिन्दुरै लगाइदिएको त लगाइदिनु त कस्तो। मैले 7 त 8 त पुगिसकेको छु आज कस्तो मैले। ल उहाँले ल अलिकति मात्र ल। हेप्पी होली। ल आजदेखि अरूसँग बिहा नगर्ने। मैले भन्दैछु है मेरो बुढी भइसकेछ है मेरो भाइलाई खै। ह्याप्पी होली मेरो भाइ। यस्तो राम्रो राम्रो गाला गाउनु पाउँदैन त यहाँ त हो। ह्याप्पी होली मेरो भाइ। ल ह्याप्पी होली नाना। थ्याङ्क यू भाइ। ह्याप्पी होली। मेरो ओरिजिनल बुढी ल कतिजना भइसकेको छ? 1 जना 2 जना 3 जना 4 5 6 7 जना पुऱ्याउँछु गाइस। आज भोलि त मर्दको मात्रै 7 जना हुँदैन क्या हाम्रो नि हुन्छ 7 जना। विशेष तामाङ चाहिँ छ यहाँनिर त्यो नराम्रो चाहिँ होइन दुईचोटि लगाइदियो है यसले चस्मा। आजदेखि अनु मेरो भयो। यत्रो धेरै चाहिँ लगाइदिनु पर्दैन। हामी चाहिँ यहाँ पुकुली सोल्टिनीलाई कुर्दैछ। सो हामी चाहिँ अब एकछिनमा पुकुली सोल्टिनी आउनु भयो भने चाहिँ हामी चाहिँ फेरि यहाँदेखि चाहिँ अब के गर्छ थाहा छैन होइन। सो हामी सबै त आइसक्यो। तिनीहरूले चाहिँ हामीले चिजहरू खाएको थियो भित्र त्यो पैसा तिरेर आउँदैछ 3 बहिनी। यिनीहरूको 3 बहिनी चाहिँ यो गोकर्ण पार्कमा आएको त के होली मनाउने भनेर आएको त के हो भयो गाइजहरू होइन। सो एकछिनमा हामी कतै गएर रमाइलो गर्छौँ। कस्तो लागिरहेछ पुकुली सोल्टिनीलाई कुर्दाखेरि? है थर्रा हानेर थर्रा डान्स गर्नुपर्छ कतै गएर। अमर भाइ कस्तो लागिरहेछ? नाना लगायत मेरो नानाको सम्पूर्ण सब्सक्राइबर्सहरूलाई आई विश ह्याप्पी होली। आज चाहिँ हामी नानाहरूसँग होली मनाउन आइरहेको छौँ गोकर्ण पार्कमा। उहाँले बोल्नुहुँदै रहेछ के हो त हिजो अस्तिसम्म तिम्रो भिडियो हेरिरहेको छ क्या यसले। अनि तैँले कहाँदेखि त्यो गरेको होस् मलाई एकचोटि भन्दैन। टिकटक पनि बनाइदेऊ ल भाइ ल। त्यो त बनाऊ है जस्तो लाज नमान्दा। पुकुली सोल्टिनी आउँदै हुनुहुन्छ तेरो पुकुली सोल्टिनी भेट्ने पनि तेरो विस पनि पुरा हुन्छ। सो त्यही हो हाम्रो सोल्टिनी लास्टै ढिलो गर्नुभयो। हे भगवान् त्यस्तो त हुँदैन नि त। नलाउनु रङ ये क्या है ये सानो के कसम मैले ट्राई गरेकै हाफ प्यान्ट मैले कसम यहाँ कम्मरमा छिरेन क्या मोटाएर। हामी सबै हाफ प्यान्ट लगाएर आउने कुरा थियो अनि सोल्टिनीलाई भनिन् बिचराहरूलाई अनि उहाँहरू लाउनु भयो। मेरो त थिएन म त चल्लाहरू हिजोको चल्लाहरू टिका लगाउनु भनेको के खै म चाहिँ त्यो खै म सातो रातो खै मैले नलगाउँदै किन लगाइदियो? मैले भस्न लगाइदिनु भनेको थिएँ। ह्याप्पी होली। अब सातो त भइसक्यो। अब त्यहाँ सातो त भइसकेको छ या सातो त भइसकेको छ मेरो सातो त भइसक्यो मेरो सातो बुढीहरू यहाँनिर छ। अरे मार्छ एउटा मेरो सातो बुढी हुनुहुन्छ यहाँ चाहिँ है। कस्तो सोल्टी आमा होलीको दिन के साह्रो हो सोल्टी। यसले चाहिँ सुनोजी पक्राउ 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 पक्राउ
हाम्रो होली चाहिँ यस्तो रमाइलो भयो होइन गाइस सबै पछि हेर्नु रमाइलो हुन्छ नि त होइन ब्लगरले गऱ्यो भने चाहिँ यो त सिन्दुरै हो मैले लगाइदिएको मेरो सातो त बुढी भइसक्यो त्यहाँ सबै लाइन लगाएर फोटो खिचिदिन्छु म ओए सबैजना मेरो बुढीहरू त्यहाँ लाइन लगाएर म फोटो खिचिदिन्छु नम्बर 1 बुढी चाहिँ अनु होइन त्यसपछि तिमी चाहिँ कान्छी बुढी भयो मेरो तेरो सिन्दुर गइसकेको छ त्यहाँ तेरो पनि मेरो भ्लग हामी चाहिँ यहाँ अब रङ लाउने कार्यक्रम यताउता हुँदैछ सो आज हामी माथि जान्छौँ हामी रमाइलो गर्छौँ लाउनु पर्छ केही हुन्न लगाइदिनु छोपेर लगाइदिनु ग्रुप चल्दिनी म बाइक दायाँ बायाँ कोही हेर्दैन मैले सिन्दुर लगाइदिइसकेको छु त्यहाँ थाहा छ कि थाहा छैन चल्दिनी आउनु यिनीहरू सबलाई मैले सुन केटा हो यिनीहरू 7 जना मैले बिहा गरिसकेको छु कसैले आँखालाई तिमीहरू सबले जारी दिनुपर्छ यिनीहरू सबलाई मैले बिहा गरिसकेको छु है देख्यो है लु है आजदेखि मलाई के भन्ने दायाँ बायाँ कसैले आँखा लगाउने होइन खुरु सब खुवाउँछु त दायाँ बायाँ हेर्दैन त्यहाँ यो जोक चाहिँ डार्क जोक भयो है डार्क जोक भयो यो देखि अलिकति त्यो छ क्या उसको चाहिँ अलिकति मजा गर्ने बानी छ ल भन त्यस्तै साथीहरु एकछिन पछि फेरि हामी भेट्ने छौं ल अहिले एकछिन चाहिँ हामी सबैको बुढा मान्छे पनि ठुलो छ सुन जेठी बुढी दायाँ बायाँ हेर्ने न त्यहाँ मेरो भन्दिन तर जेठीलाई माया गर्दैन क्या र गर्छु जेठीबाट अगाएर अरु गर्छु क्या ल 6 जनालाई एउटा मङ्गलसूत्र यो जन्तरी बुढीलाई हेर त यस्तो जाडोमा हात खन्तरी बुढी हामीलाई धोका दिएको हो क्या लास्टमा हिजो चाहिँ सल्लाह गरे हाफ प्यान्ट र टी सर्ट लाउने ल भने कि लास्टमा त उदे त फुल लाएर आएको हामीलाई त होइन यस्तो भएको ओए नानी यहाँले त सबैले एउटा लिएको भगवान टी सर्ट तिमीले यस्तो गर्छ भनेर कहिले सोचेको पनि थिएन मेरो पछाडि कस्तो दुख्यो ठाउँमै परेछ नि त नि कसै यस्तो घप्पै मारिदिएको त नि रिस उठिरहेको एउटा फोटो खिच्नु त नि बस्नु सुल्टी त्यही अघि गर है ह्यापी ह्यापी गर है मेरो बहिनी हो म काई तरकारी खान्छु माथि गराउनु है ए ला एकछिन बाँकी रहेको कुरा एकछिन गर्नुपर्छ 1 2 3 के रे ल समाउ साँच्चै 8 छ समाउ है त ल पछाडिबाट समाइदेऊ ल अगाडिबाट लास लाग्यो भने पछाडिबाट समाइदिनु सक्छ
भागा भाग भयो गाइज हजुर ल कराउ त कराइदिनु कराउ देख्यो कत्रो पानी आयो है यता कस्तो पानी आउने ठाउँ रहेछ पानी आयो असिना झर्यो अनुको रुमाल छेउको भाइलाई मन पर्यो लास्ट पानी पर्यो हाम्रो चाहिँ प्लानिङ चकनाचुर भयो गाइस भर्खर मात्र आइपुगेको थियो अब चाहिँ हामी कतै रेस्टुरेन्टतिर गएर रमाइलो गर्छौँ सो पानी आएको छ यहाँ अब एकछिन हामी कता जान्छौँ अब हामी यो सबै देखाउने बाई बाई भन्दा हेरेको हेरेको किन गरेको बाई बाई ला हामी हरायो अनु होइन उनीहरू माथि गयो जस्तो लाग्छ हाम्रो गाइसहरू हरायो 2 लट हराइसक्यो 2 लट हराइसक्यो आऊ आऊ यतैतिर यतै हो होइन यतै हो अनु किन भन न अघि त्यो बिल्डिङदेखि निस्किन्छ नि त हामी होइन यतै हो आऊ सोटिनले त उभो जाउँ भनेर गएको होइन त हामी त्यही त होइन उता जानेर क्या अब खान जस्तो सुकै अवस्थामा पनि क्यामेरा तेर्छेन क्यामेरा तेर्छाउन चाहिँ बिर्सिँदैन बरु खाना बिर्सिन्छ है पानी परे परोस् हावा परे परोस् कतिचोटि हराइ पनि सक्यो यहाँ हामी साथीहरूसँग 2-3 चोटि नै हराइसक्यो अब चाहिँ यो गोकर्णबाट चाहिँ हामी फर्किँदैछ है जस्तो सुकै अवस्थामा पनि अनि हार चाहिँ मान्नु हुँदैन क्यामेरा चाहिँ त्यच्चा हाल्नुपर्छ क्या जता भए पनि यो फोटो खिच्ने बानी भिडियो बनाउने बानीले गर्दाखेरि चाहिँ हाम्रो ग्रुपदेखि हामी हरायो सो अब चाहिँ भेटिन्छ होला ऊ पछाडि अनु बल्ल भेटिन्छ हाम्रो साथीहरू हामी माथि हराएर पानी परेर हरायो अनि बल्ल भेट्यो कस्तो तल्ल पो पुगेछ क्या हामी त माइक माग न माइक माग न म पनि बोल्छु यता न माइक नमस्कार हामी साथीहरू मिलेर यहाँ होली मनाएको थियौँ अनि त्यसै गरी हामी सबैजना साथीहरू मिलेर यहाँनिर चाहिँ सुरुवात अनि आइसक्रिम बियर अनि चाउमिन मोमो सिमोमो खाएको थियौँ होइन अनि त्यसको चाहिँ बिल उठ्न गएको छ अनि कम्प्लिमेन्ट्रीमा एउटा हुक्का त्यसै गरेर हामी 13 जनालाई भाग पाउँदाखेरि चाहिँ परेको छ 861 रुपियाँ पैसा नबिर्सी धन्यवाद। त्यही गीतमा म एउटा गीत
तपाईँको फेभरेट मेरो त जुन पनि फेभरेट हो काजु बदाम अब होइन दुश्मनहरू हेरेको नै गाउनु न दुश्मन हेरेको हेरै मेरो दुश्मन हेरेको हेलो एभ्रिवान अब चाहिँ लाइक अब भ्लगको जति बनाए खासा सबै खायो अब चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ थ्याङ्क यू सो मच फर वाचिङ अब चाहिँ यो भ्लग गर्नुपर्छ